बहिनीले यसरी चाहिँ सेकुवा पोलिरहेछ तावामा मुनि दुलो छ अनि त्यहाँबाट चाहिँ अनि सेकुवा पोल्ने चाहिँ यहाँ गरिराख्नु भएको छ अनि यो एउटा नयाँ किसिमको किन्नु भयो आज देमा ल हाम्रो गाउँको देमा भाउजू बहिनीहरू सबै हाम्रो गाउँको मान्छे यहाँ भेट भयो ल जुलाफी हो भाउजूले पनि किन्नु भयो जुलाफी हो अनि तपाईँ बनाउँदो रहेछ प्लास्टिकबाट चुहाएर दुलो हुँदो रहेछ अनि मजाले घुमाइ बनाउँदो रहेछ त्यसपछि तल लगेर तेलमा चाहिए तेलबाट निक्लेपछि गुलियोमा एउटा नयाँ भिडियोमा हामीलाई स्वागत गर्दछु र आज चाहिँ यो जुन चौधरीहरूको यो मेला यो वर्षमा एकचोटि आउने यो धाम बजार यो मेला यो राजमार्ग गच्छिया पुल यो यहाँ चाहिँ म हजुरहरूलाई एक्सप्लोर गर्ने देखिरहेको छ यहाँ माथितिर यहाँनिर धाम बजार चाहिँ देखिरहेको छ यो चौधरी जातिहरूमा चाहिँ वर्ष दिनमा एकचोटि चाहिँ यो लाग्ने यो मेला हो सो कारणले यो चाहिँ सधैँ होइन वर्षमा एकचोटि वैशाखको महिनामा चाहिँ यो मेला लाग्ने गर्दछ यहाँ राजमार्ग चाहिँ काट्नको लागि अलिकति अप्ठ्यारो भएको हुनाले यहाँनिर म राजमार्ग काटेर जाँदैछु यहाँ मेलाको अब रौनक अर्कै छ यतापट्टि गाडी पार्क गरिरहेको छ दोकान यहाँनिर यहाँ चाहिँ दोकानहरू यहाँ देखिरहेको छ यो मेला यो जुन सडकको अगाडि चाहिँ यो मेला लागिरहेको अवस्था छ यहाँनिर ओके ल यहाँनिर चाहिँ टेडीहरू छ यहाँ यो ठ्याक्कै यो गच्छियाको यो पुलभन्दा पश्चिमपट्टि अलिकति यता यो कुइनेटो गुम्तीको छेउमा यहाँ जब्दी भन्ने ठाउँमा चाहिँ यहाँ अहिले विशाल यो चौधरी जातिहरूले यो मनाउने यो धाम मेला यहाँ लागिरहेको छ यहाँनिर यतापट्टि यहाँनिर यस्तो छ दोकानहरू लगातार रूपमा यहाँ चलिरहेको छ यहाँ खरबुजा पनि रहेछ यहाँ दोकान यहाँनिर बाटोमा अनि यहाँनिर चाहिँ अब बजार मेला लागिरहेको छ यहाँ धमाधम राम्रोसँगले यहाँ पार्कहरू बेच्ने एकदम यो राजमार्गको गडतिरमै लागिरहेको छ यो यहाँ धेरै जसो चाहिँ यहाँनिर यो मार्केटमा चाहिँ धेरै चाहिँ गुलियोको आइटम्सहरू ज्यादा हुन्छ यहाँनिर गुलियो आइटम्सहरू यहाँनिर छ यहाँ यो चाहिँ मेलाको यहाँ जेरी बनाइरहेको छ यहाँनिर अस्ति पनि यहाँनिर हजुर योमा चाहिँ म लगातार रूपमा मेलाको यहाँनिर चाहिँ म देखाइरहेको छु यहाँनिर खालि यहाँ चाहिँ गुलियो चिजहरू मात्रै निर्माण गर्ने कामहरू यहाँ गरिन्छ यहाँ हाम्रो गाउँको आमा पनि हुनुहुँदो रहेछ तपाईँहरू आउनु भएको छ होइन ल ओके अनि सबै प्रायः सो यहाँनिर गुलियो यो बनाउने यो प्रोसेस रहेछ यो है यो तेलमा डुबाइरहेको छ यहाँनिर यो यसरी बनाइन्छ यो एकदमै गर्मी भयो यहाँनिर र यहाँनिर गुलियो आइटमहरू थरीको गुलियो आइटमहरू यहाँ रहेछ है ल ठिक छ यहाँनिर ग्लुकोज मिठाई ल ओके यहाँनिर म के हो मामा भान्जा फास्ट फुड सेन्टर पनि रहेछ यो बजारमा चाहिँ लगातार लागिरहेको छ यो के रहेछ यार यस्तो यो फेरि घुमिरहेको छ यहाँ मेलाको अनि यहाँनिर के रहेछ ओहो यहाँनिर राम्रो फुलहरू रहेछ होइन सधैँ यहाँ बजारमा तपाईँ गर्नुहुन्छ आजै आउनुभएको अनि कहाँ घर चाहिँ फोटो नखिच्नु झन् तपाईँ भाइरल हुन्छ झन् सर तपाईँ अनि यो संसारभरि जान्छ नि त अनि भाइरल नहुनु ल ठिक छ तपाईँको इच्छा पुरा गरिदिनु न त अब है नगरिदिनु भने ठिकै छ काटिदिन्छु यहाँ के रहेछ फेरि यहाँनिर चियाको दोकान रहेछ यहाँनिर मेला लागिरहेको छ यहाँ लगातार रूपमा यहाँनिर के रहेछ यो पानको सर यो क्या हो टमाटर मसिनो खालको टमाटर यो ऊ रहेछ सब्जी है कसरी रहेछ किलोको यो 60 रुपियाँ किलो 60 रुपियाँ किलो यो कटर ए ल ठिक छ तपाईँको यो चाहिँ नाप्ने ऊ हो
यो त छैन ल ल ल यहाँनिर झन् सुनको गहना रहेछ ल यहाँनिर ल दर्शक पनि आउनुहोस् यहाँ ओहो यहाँ कति धेरै सुन यहाँ ल यहाँ त विचित्र रहेछ त हो यो नानीहरूले बेच्ने हो सुनको गहना है सुनको गहना छ यो हाम्रो जब्दी मेलामा सुनको रहेछ आमा गहना हेर्नुहोस् त अरे यहाँनिर ल ठिक छ नानीहरू लजाए है ठिकै छ केही छैन ल यहाँबाट म अगाडि बढ्छु यता चाहिँ फेरि बच्चाहरूको खेलाउना रहेछ यो के रहेछ लिनु ल ल ल तपाईँको घर चाहिँ कहाँ ल भन्नुहोस् त मेरो घर इटरी हो इटरी आज चाहिँ कतिखेर आउनुभयो त आज बिहान 5 बजे ए व्यापार बन्दा कस्तो छ तपाईँको पोहोर भन्दा त कमै छ छैन ए अनि हप्तै पछि तपाईँ यस्तो बेच्न बजार हुँदै जानुहुन्छ होइन यो वर्षमा एकचोटि मात्र हो वर्षमा ए वर्षमा एकचोटि मात्र है होइन अरू दिन पनि बजारमा त लानुहुन्छ होला नि त यो दोकान त होइन हामी लादिनँ मेरो पसल छ चोकमा कहाँनिर भन्नु त इटरी चोकमै छ इटरी चोकमा है त गोल चोकमै धारा लाइनको मुखैमा भनिदिनु न तपाईँले मेरो पसल चाहिँ इटरी चोकमा चाहिँ यो धारा लाइनको मुखैमा फलफुल पसल छ विकास फ्रुट एन्ड जुस सेन्टर हो अनि अरू बेला चाहिँ मेरो पसलमा बेचिन्छ ओके ल धन्यवाद है त धन्यवाद ए खोर्सानी सँगसँगै यतापट्टि हो ए खोर्सानीमा दोकान पनि छ ए ल भनिदिनुहोस् त्यसो भने होइन दोकानको बजार ठेक्कै ठाउँमा भनिदिनुहोस् मान्छेहरू लिन आउँछ नि त तपाईँको भनिदिनु हो नि यहाँ ए हो ल ल ल बेलबारीमा पनि तपाईँहरूलाई भेटिन्छ होइन अब यहाँ त वर्षमा एकचोटि मात्रै लाग्छ अब अनि गच्छा चाहिँ ल्याउनुहुन्न यता 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 ल तपाईँ चाहिँ बजार भर्न आउनुभएको वर्षमा एकचोटि हो नि त नि होइन वर्षमा एकचोटि हो नि त ल मेरो सुधीर राई ब्लग्स है ल ल ल ल ल यता पनि सँगै हो ल ल ल बजार हेर्नलाई घुम्नलाई आएको ल ल ल ल भरे सर्च गर्नु है ल ल यहाँनिर चाहिँ अब बजारको उयो छ अहिले वर्षा दिनमा लाग्ने एकचोटि लाग्ने यो मेला सबै गुलियोको मेला रहेछ यता पनि के रहेछ बदाम पनि रहेछ यहाँ जुलाफी बन्ने प्रोसेसमा छ है जुलाफी यहाँ हुँदै रहेछ ल ल ल गुलियोको मार्केट छ यहाँ ढुङ्ग्रे चिज रहेछ यो चिज बल हो कि क्या हो यो के होइन रहेछ पानीपुरी पो त साँच्ची है ए पानीपुरी बेच्ने नानी चाहिँ अनि के सधैँ नै बजार लाने गरेको छ कि आज मात्रै ल ठिक छ ओके ल ल यहाँ पनि के अरे पानीपुरी रहेछ यहाँ नजिकै ल यहाँ फेरि गुलियो रहेछ ल ल ल ल किन ल ल ल भाइरल भइहाल्यो भने नि अनि राम्रो हुन्छ नि त भाइरल भइहाल्यो भने गजब हुन्छ यता पनि गुलियो बजारमा भर्नको लागि हेर्नुहोस् लाइन ताती छ दर्शक पनि यहाँ अब धेरै हाम्रो यो वर्षा दिनमा यो चौधरी जातिहरूले यो मनाइने यो वैशाखको टाइममा मात्र यो मेला चाहिँ अहिले लागिरहेको छ जेरीको एडभर्टाइजिङ यहाँ भइरहेको छ है यो वैशाखमा एकचोटि मात्रै यो हरेक वर्षमा एक दफा मात्रै यो मेला चाहिँ यहाँ लाग्ने गर्दछ त्यो कारणले यहाँनिर चाहिँ अब एकदम मेला चाहिँ लगातार रूपमा अब हजुर ल यहाँ हाम्रो सुरक्षाकर्मी सरहरू आउनु भएको छ ल है त यहाँनिर चाहिँ अब यो वर्षा दिनमा एकचोटि लाग्ने यो मेला है अब यो वैशाखको टाइममा यो राजमार्गको नजिक यो चाहिँ यसलाई जब्दी धाम पनि भनिन्छ जब्दी मेला अथवा यो धेरै समय पुरानो कालदेखि यो चलि आइरहेको छ र यहाँनिर यहाँ जेरी बन्ने प्रोसेस हेर्नुहोस् त दर्शक पनि यसरी बन्दो रहेछ है यसलाई अब यो गुलियो चाहिँ आफै पस्छ होइन यो भित्र गुलियो त पहिला हालेको हुँदैन तर पनि यो गुलियो चाहिँ भित्र खाँदा भरे गुलियो हुन्छ होइन ल यहाँ सुनको गहना रहेछ होइन सुनको गहना छ यहाँ पनि होइन भाइ हो सुनको गहना रहेछ नि त यार कति राम्रो छ हेर्नु त यो ल हेर्नुहोस् चुरा रहेछ यहाँनिर सिक्री रहेछ होइन ल यो बजार चाहिँ भनौँ न यो वैशाखी मेला यो यसमा चाहिँ सबै गुलियोको आइटमहरू मात्रै देखिन्छ यहाँदेखि
परसम्म गुलियो नै गुलियोको आइटम देखिन्छ। के छ हजुर ठिकै छ। तपाईँहरू पनि यहाँ मेला घुम्न आउनुभएको हो? ए घुमिसकेर अब बाटो लाग्नु भएको हो? ए घर चाहिँ कहाँ पऱ्यो हजुर? हाम्रो यता पारितिर हो। ए पारितिर कस्तो लाग्यो त आज यो मेला वैशाखमा है? रमाइलो छ है वर्षमा एकचोटि होइन? वर्षमा पुरा महिनाभरि लाग्छ मेला होइन यतिर फेरि रमाइलो भइरहेको छ ल ओके 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 ल नानीहरू पनि रहेछ ल यो बच्चाहरू पनि है ल ल ल ल ल ल यो गुलियोको मेला यो वैशाखको यो भाइले यहाँनिर होइन गुलियो खाने क्रम पनि जारी छ। यहाँ बनिरहेछ। यहाँ गुलियो भइरहेछ। यतापट्टि के रहेछ हौ ल ढाङढाङ र डुङडुङ यहाँ ढाङढाङ र डुङडुङ घाङढाङ र घुन्द्रुङ पनि हुँदैछ यहाँनिर। यो चाहिँ चिसो बेच्ने हो। चिसो हो यो। आहा यतापट्टि फेरि गुलियो आमामा कति हो कति गुलियो त आज योमा है वैशाखी मेलामा। यसरी यहाँबाट सुरु भएको ट्याक्कै यहाँदेखि यता यसरी आइरहेको छ दर्शक पनि यो मेला। यहाँ गुलियोको ल यहाँ घान्द्रा र घुन्द्रुङ यो ग्राहकलाई बोलाउनु भएको हो आयो चिसो लिदियो भनेर। ल ठिक छ तपाईँको तरिका पनि राम्रै हो है। एकचोटि खिचिदिउँ न त होइन? तपाईँ चाहिँ कहाँ घर कहाँ यहीँ हो नजिकै? ए ल तपाईँहरूकै यो दोकान है यो सबै? ए यो नानीहरू ल ल ल ल ल ल च्यानलको नाम के हो? मेरो सुधीर राई ब्लग्स। हजुर सुधीर राई ब्लग्स। कहिले आउँछ? सुधीर राई ब्लग्स कहिले आउँछ? ल यहाँनिर मसिना बाबुहरू यहाँ हुनुहुन्छ है? आउनु भएको छ? ए आउनु यहाँ घर कहाँ हो बाबुहरूको? यहाँ सुन्दा रहेछ। यहाँ के मेला कतिजना कति सब साथी हो मेलामा? ओके ल है बाई बाई ल ल बाई बाई ल। यहाँनिर यो चाहिँ यो दोकानमा एकजना हाम्रो नानी रहेछन्। नानीको नाम के प्लिज? ओके तपाईँ के दोकानमा यहाँ बुवाहरू कसरी सघाउन आउनुभएको हो? ओके ल धन्यवाद। यसरी नै बाबा मम्मीहरूलाई सघाउनु पऱ्यो है। अनि कसरी अब तपाईँ के अरे कलेज जानुहुन्छ होला स्कुल जानुहुन्छ होला होइन? टाइम भएको बेलामा दोकानमा सघाउनुहुन्छ। ओके थ्याङ्क यू धन्यवाद है ल बाई बाई ल ल है त ल। यहाँ गुलियोको बजार अब यो टोटल गुलियो त छ यहाँनिर। तर अब नेपालमा डायबिटिसले मानिसहरू सकिसकेको छ। तैपनि अब के गर्ने खानेको क्रम जारी नै रहन्छ। यस्तै छ। तैपनि अब यहाँ गुलियोको बजार एकदम लागिरहेको छ र मानिसहरूले अब परपूर्व कालबाट नै खाइदियो है। हजुर के छ तिमीहरूको हाल ठिक छ? अनि यहाँनिर चाहिँ के रहेछ यो नम्बरलाई हान्ने कि के हो यो? ए चिठा पैसा कति कसरी रहेछ? 30 टका काट्ने अनि चिठा हल्लाउने त्यहाँ पऱ्यो भने पाउने। ल ओके ल यहाँ दोकान छ यहाँनिर। ओके यो नानीहरू पनि बजार घुमेर हो ल ठिक छ ल। अनि यहाँनिर चाहिँ अब यहाँ के हो आइसक्रिम रहेछ। आइसक्रिमको दोकान पनि निकै देखियो। यहाँ ल गहनाको दोकान रहेछ यहाँनिर सुनको। 10,000 में कन्या इसको लगाउँथ्यो अहिले 2 लाख। यहाँ त सुनको गहना रहेछ होइन? हजुर ए 2 लाख पुगेछ सुन? यहाँ चाहिँ कति रहेछ सोधेर हेरौँ न एकचोटि है। 1 लाख पुग्यो। यहाँ चाहिँ कति लाख हो? यहाँ 5 लाखको रहेछ नि त यहाँ होइन? ल ठिक छ है हो। दर्शक दिन अब यो दोकान यो बजार लगभग अन्तिम भागमा यहाँनिर चाहिँ यो चौधरी जातिहरूले पूजा गर्ने ठाउँ। यहाँ नजिकै आदिवासी जनजाति महासङ्घको नगर उसको चाहिँ एउटा यो हल पनि यहाँनिर देखिँदैछ। यहाँ अब यहाँ चाहिँ घरिघरि कार्यक्रमहरू हुने गर्दछ यो भवनमा। अब यहाँ नजिकै वर्षमा एक दफा हो यहाँनिर। यहाँ अब चौधरी जातिहरूले अब यो उनीहरूले मनाउने यहाँनिर पूजा गर्ने यो कागजको घोडा जस्तो यहाँनिर चढाउने गरेको देख्छु। यो लगेर यहाँ चढाउने होइन यहाँनिर चाहिँ अब यो के रहेछ यहाँ त पुरा यो के हो यो रातोले के भन्दो रहेछ यसलाई? उल्टो भित्र घोडा घोडा होर्स है होर्स यहाँ कागजको होर्स अथवा घोडा है चढाउँदो रहेछ। यहाँनिर चौधरी जातिहरूले विशेष गरी यहाँनिर यो सालमा एकचोटि होइन तपाईँहरूको यो मनाउनुहुन्छ। तपाईँहरूले पूजा गरिसक्नु हो?
छैन अब चढाउने ए ओके ओके तपाईँहरू यहीँ नजिकै हो घर ए पुजारीको यहीँ नजिकै उहाँ चाहिँ पुजारी तपाईँ चाहिँ यहाँको पुजारी ए त सालै पछि तपाईँ यहाँ पूजा गर्नुहुन्छ ए आज के चढाउनु भयो त आज यहाँ बोका चढिसक्यो अब चढ्ने बेला यो चाहिँ तयारी भएको यो चाहिँ के रहेछ फेरि यो ए मुखिया यो तपाईँहरू चढाउने है यो चौधरी जातिहरूको यो आस्थाको होइन त चौधरी जातिहरूले विशेष गरी यो मनाउनुहुन्छ होइन तपाईँ कति वर्षदेखि तपाईँ यहाँ पुजारी हुनुभएको हो म चाहिँ 39 साल 39 साल हुने जस्तो धेरै 40 वर्षभन्दा ज्यादा भयो नि त है त्योभन्दा बढी नै भयो कि तर बाउ ए तपाईँहरूको कस्तो हुन्छ यो प्रथा चाहिँ बाउ अनि त्यसै छोरा हुँदै हुँदै आउँछ ए ल ठिक छ तपाईँहरूको आफ्नो यो पहिले बाजे थियो बाजेबाट अनि बुवा हुँदै हुँदै यो यसरी आएको हो ए भनेपछि ल गजब भएछ ल तपाईँहरूको यो पुस्ता नै हुने रहेछ ल ठिक छ ओके ल यो चाहिँ अब यहाँ चौधरी जातिहरूको यो मन्दिर पनि यहाँ छ यो वर्षमा यो कति वर्ष धेरै वर्ष भयो होइन लगभग कति भयो होला भनिदिनुहोस् न ए त्यति धेरै समय भइसक्यो है यहाँनिर भएको ए ल ल ल ओके ल ओके अनि यहाँनिर चाहिँ अब यता पनि रहेछ यो मन्दिरै जस्तो देखिन्छ यहाँनिर यो मन्दिर यो जब्दी भन्छ यो ठाउँलाई वास्तवमा यो चाहिँ जब्दी यो गच्छे पुल भन्दा अलिकति यता यो चौधरी जातिहरूले यहाँनिर पूजा गर्ने यिनीहरूको आस्थाको यो एउटा ऊ हो यहाँनिर यस्तो के चढाउने ऊ गर्ने यो दोकानहरू यहाँनिर राखेको छ यहाँ त चुराको दोकान पनि रहेछ यहाँनिर यहाँ उसको खेलौनाको दोकान यो चाहिँ एउटा यो भनौँ यहाँ यो चौधरी जातिहरूले यहाँ यो 1 2 3 4वटा अनि यसमा चाहिँ यहाँ चाहिँ पूजा गर्ने अथवा यो वर्ष वार्षिक रूपमा यो मनाइने एउटा यो चौधरी जातिहरूको यो परम्परागत यो एउटा ऊ हो यो भनौँ न यिनीहरूको आस्था अब बमोजिम गरिने यो चिज भएकोले गर्दा यहाँनिर दोकान वरपर छेउछाउमा सबै दोकानहरू मेलाहरू यहाँनिर चाहिँ रमझम भइरहेको छ यहाँ खेलहरू खेल्ने क्रम पनि जारी रहेको छ यहाँनिर यो पुजारी यो मन्दिर नै भनौँ न यहाँ अनि यहाँनिर अब के गर्नु लाग्नुभएको हो अब यहाँदेखि यता मास्तिरसम्म दोकानहरू चाहिँ यहाँ माथिसम्म छ ल यहाँ चाहिँ यो बजार चाहिँ लगभग भनौँ न फुल अफ यहाँनिर चाहिँ यहाँ के बजाउँदै हुनुहुन्छ है यहाँनिर के रहेछ गेमहरू खेल्नेहरू खेलिरहेको वर्षमै खेप छ तपाईँ चढाउन आउनु भएको हो ए बेच्ने चढाउने होइन ए म त चढाउने पो होला भनेको ए होइन यहाँ जो आउँछ उहाँहरूलाई चाहिँ यो तपाईँ दिनुहुन्छ अनि अहिले चढाउनुहुन्छ ए यो घोडा भन्दो रहेछ नि त यो होइन कसरी रहेछ एउटा चाहिँ ए यो दुईवटा लगाएर एकैचोटि चढाउने ए ओके 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 वर्षमा एकचोटि है अब यहाँ चाहिँ के गर्न आँटेको मादल बजाउन आँटेको हो ए भजन कीर्तन यो चौधरी उसको रीतिरिवाज अनुसार है उहाँले अब बजाउनु सुरु गर्नुभएको ल यहाँनिर घन्द्रङ र भुन्द्रुङ पनि रहेछ हो यहाँनिर ल ओहो अब यो बजाउने हो बजाउनुहोस् त एकचोटि हेरौँ ल ल ल ल ल बजाउनु भयो है उहाँले ल दर्शकबिन यहाँ हाम्रो चौधरी जातिहरूले यो मनाइने यो एउटा चाड हाम्रो यहाँ साथी पनि आउनु भएको छ अनि यहाँनिर म यहाँ अचानक उहाँलाई पनि भेट भयो है यहाँ यो चौधरी जातिहरूले वर्षमा एकचोटि है वैशाखमा मात्रै है आज वैशाख कति गते 9 गते आज मनाइएको यो धाम बजार होइन चौधरी भाषामा धाम बजार है र तपाईँ यो बजाउने ल आज जब्दी मेला नि यो जब्दी मेला हो त है राजकुमारजी यो जब्दी मेला हो नि होइन कतिखेर आउनुभयो राजकुमारजी तपाईँ कति बेला भयो आउनुभएको म भर्खर हो ए भर्खर है मेला यहाँ घुम्नलाई अब त वर्षै पछि होइन तपाईँ आउनुहुन्छ नि वर्षै पछि आइन्छ नि है ल
अनि अहिले कस्तो छ हौ यो पहिलाको वर्षभन्दा अहिलेको कस्तो देखिन्छ यो बजार अलिकति कम जस्तो लाग्यो मानिसहरू अलिक कम भएको देखिन्छ नि पहिला जस्तो रहेन छ म पनि त्यस्तै लाग्यो अनि यो चाहिँ के रहेछ हौ हजुरलाई जानकारी छ यो के बजार जानकारी छ यो चाहिँ ए ट्रेडिसनल उहाँहरूको है त ल धन्यवाद रासुमाजी पैसा भेट भयो नानी पुजारीको छोरी हो कि क्या हो है होला टिका लगाइदिँदैछ त है पुजारीको छोरी हो ल पूजालाई टिका लगाइदिएर देखेको थिएँ छोरा मान्छे पुजारी देखेको छोरी मान्छे पनि हुँदो रहेछ है पुजारीको नातिनी ल यो नानी रहेछ पुजारीको नातिनी ऊ टिका लगाइदिँदैछ ल ओके बाबुको अब बाजेको बिडा थाम्नु पऱ्यो नि त होइन ल यहाँनिर भजन कीर्तन मण्डली एकापट्टि यता पूजा गर्ने एकापट्टि पूजा गर्ने थानी यहाँ तलतिर मन्दिर पनि छ यहाँनिर बडा रमाइलो छ है यहाँको वातावरण आजको दर्शकबिन ओहो ल चालु भयो सुरु भयो यहाँनिर ल यहाँहरूले अब सुरु गर्नुभयो त यहाँनिर ल ल ल ल ल आफ्नो परम्परा आफ्नो उसलाई उहाँहरूले त्यसलाई सजाउनको लागि ल आफ्नो चौधरी भाषामा चौधरी भाषा ल ल ल ओहो ल यहाँनिर पूजा गर्ने ठाउँ यहाँनिर सबै राजमार्गबाट यो सुरु भएर त्यहाँदेखि बिस्तारै बिस्तारै यो आदिवासी जनजाति भवनको मन्दिरको प्राङ्गणसम्म यो बजार लागेको छ अहिले भनौँ घोर तरिकाले यहाँ मन्दिरको अगाडि यहाँ पूजा गरिरहेको छ अनि यहाँ चाहिँ यहाँ हाम्रा चौधरी जातिहरू चाहिँ यहाँ बसेर चाहिँ बहुतसँगले चाहिँ ऊ गरिराख्नु भएको छ उहाँहरूले यो चाहिँ भजनहरू गाउने क्रमहरू जारी देखिरहेको छ यहाँनिर अनि ल ल ल हेर्नुहोस् है दर्शक पनि यस्तो छ यो चौधरी जातिहरूको कल्चर अथवा भनौँ यो यस्तो छ है उहाँहरूको अनि यहाँनिर पूजाआजा यहाँनिर यो बाजा बजाउने अनि उहाँहरूको चाहिँ यो अनुसारको हो यो यसरी चाहिँ यता पूजा गर्नेहरू गरिरहेको छ यतापट्टि यहाँ पनि यहाँले पूजा भइरहेको छ यहाँ पूजा भइरहेको छ सुरु भयो होइन पुजारी जस्तो देखिन्छ अनि यता चाहिँ मन्दिरहरू छ यहाँदेखि यता बजार लागेको छ सनातन दोकानै दोकान छ यहाँ र यहाँनिर यसरी चाहिँ यहाँ भइरहेको छ यो चाहिँ आज यो जुन आजको दिन मात्रै वार्षिक वर्षमा एकचोटि मात्र यो मेला चाहिँ लागु गर्ने भएको कारण आज यहाँ यसरी चाहिँ लागिरहेको देखिन्छ यहाँनिर चाहिँ गुलियोको बजार छ यहाँनिर जुलापीको बजार छ जुलापी बनाउने प्रोसेस हेरिहालौँ एकचोटि दर्शक दिन यसरी बनाउँदो रहेछ प्लास्टिकबाट चुहाएर दुलो हुँदो रहेछ अनि मजाले घुमाइ बनाउँदो रहेछ त्यसपछि तल लगेर तेलमा चाहियो तेलबाट निक्लेपछि गुलियोमा ज्वाइँ ल ठिक छ एकदमै ल तपाईँको यो कला राम्रो छ है अब बेच्नुहोस् राम्रोसँगले व्यापार गर्नु होला पवित्र बहिनी सन्चै हुनुहुन्छ कतिखेर भर्खर आउनु भएको होला नि ए कतिजना आउनु भएको छ नि ए दुईजना नि ए ल बजार भर्नलाई नि ल भर्खरै ठिक छ ठिक हजुर गत वर्ष आउनु भएन गत वर्ष पहिलो वर्ष सानो बच्चा नानीहरू हुँदा एकपल्ट आएको ए भनेपछि धेरै वर्ष पछाडि आउनु भयो नि ए आज कस्तो लाग्दैछ यो बजार रमाइलो रहेछ चिसो चाहिँ हावा पनि आइरहेछ अहिले त हजुर 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 गर्मीले हो भने सकिँदैन थियो ल हुन्छ भने धन्यवाद है त हुन्छ ल ओके यहाँ नानीहरू पनि रहेछ ल यहाँनिर चाहिँ अब यो बजारमा लाग्ने क्रम जारी नै रहेको छ मान्छेहरू आउने जाने क्रम बाँकी छ यी बाबुहरू पनि है अरे ल ल ल ल ल भर्खर ल बाबु भर्खरै हो अनि झोला पनि छ त ठुलो ए झोला ए साथीहरूको झोला हो दुवैजनाले तिनैजनाले झोला बोकेको देख्छु है ल ठिक छ ल हाम्रो गाउँको बाबुहरू पनि भेटियो आज गाउँमा हिँड्दै जाँदा डुल्दै जाँदा यो बजारमा वर्ष दिनमा एकचोटि लाग्ने हाम्रो कान्छी दिदी पनि रहेछिन् भर्खर दिदी ल ल ल ल ल कान्छी दिदी ल है ल अनि दिदी अब फर्किनु भएको है त बोल्नु न हजुर फर्केको भर्खर आएको ए ल ल ल ल बजार के पोहोर साल पनि आउनु भयो हैन यो वर्ष मात्रै यो वर्ष मात्रै अनि किन मुख छोपेको त खोल्नु न अनि कति वर्षमा ए ल रमाइलो लाग्यो होला है एकदम ल धन्यवाद कान्छी बढिया ल कान्छी दिदी हाम्रो गाउँको कान्छी दिदीलाई पनि यहाँनिर हामीले बजारमा मैले भेट्ने डुल्दै गर्ने क्रममा भेटियो
नमस्कार ल अनि कतिखेर आउनु भर्खरै ल ल ल ठुल दाई ल दाईलाई पनि भेट भयो हाम्रो गाउँको ठुल दाई छिमेकी दाई है आउनु भएको छ बजारमा यहाँनिर अब सबै हाम्रो आफ्नै गाउँको मेला भएको कारणले प्राय आफ्नो गाउँका दाजुभाइ दिदीबहिनी सबैजना आफन्तहरू चाहिँ यहाँ भट्टाभट भेटिने क्रम चाहिँ जारी रहेको छ सुँगुरहरू चाहिँ मार्ने सुँगुरको रहेछ यहाँनिर है अनि अब यो सुँगुर तपाईँले सक्न आँट्नु भएको सकिसक्यो ए कतिखेर आउनु भएको थियो यो लिएर यो बिहान 6 बजेतिर हो ए अहिले कतिवटा सक्नुभयो जम्मा गरी उहाँहरूले 2-2वटा सक्यो हामीले चाहिँ 1-1वटा ए ए ल ठिक छ है दुईटा कसैले एउटा अब रहेको यति मात्रै नि ए ल ठिक छ ए बाँकी पो लानुभएको लु भएन बिग्रियो नि त उहाँहरूलाई बनी बाँकीले डुबायो नि त अनि हो अनि त्यसरी त होइन तपाईँहरूले चाहिँ कतिवटा सक्नुभयो अनि 7वटा वा वन्डरफुल एकदमै है अनि हो नि यार टेरी यार यस्तो पो त अनि यस्तो पो हुनुपर्छ त होइन हुन्छ त्यही त है 7वटा सकिसक्नु अरे उहाँले अनि ल अब एकदमै अब अरू एउटा थपेर 8वटा बनाउनुहोस् है अब यता चाहिँ मासु खाने क्रम जारी रहेको छ है आज यो मेलामा इन्जोय है गर्नुपर्छ वर्षमा एकचोटि आएको छ है त यहाँनिर पनि सुँगुर ल यहाँ ढलेको ढलै छ यता पनि यहाँ सक्नुभयो है ए सक्नु आँट्नु भएको तपाईँहरूले पनि ए कतिवटा सक्नुभयो यहाँ त 7वटा अरे ए एउटा मात्रै नि वर्षमा एकचोटि हो है अन्त अनि हो त है अनि यो त चौधरीहरूको वर्षमा एकचोटि लाग्छ है यो त फेमस मेला हो नि त है त्यहाँ माथि झोल झन्टा पनि बजाउँदै थियो है तपाईँहरू यतै नजिकै हो ए ल ठिक छ तपाईँहरूलाई है अब यो उमा अब मासु बेच्दै हुनुहुँदो रहेछ यहाँ पनि मासु पसल छ है अनि तपाईँहरूको नि अब यहाँनिर मासु अब 2-3वटा त सक्नुभयो होला है एउटा ए धेरै छ नि त सुँगुर है अनि बिक्री हुनुलाई अब समय टाइम लाग्छ नि त होइन ल ठिक छ यहाँ त ए मासु पाक्दै पनि रहेछ यहाँ त है यो चेलीले पकाउँदै रहेछ यहाँ पोल्ने यहाँ काट्ने यहाँनिर पोल्ने अनि यहाँ खाने ठिक छ वर्षमा एकचोटि हो रमाइलो छ होइन जिन्दगी के छ र होइन ए मासु हेर त पर भुटेर चाहिँ नि अब थालमा अब अनि यतातिर चिरिप्पै है ल ठिक छ जिन्दगी रमाइलो छ है केही छैन रमाइलो छ तपाईँ पनि है हो कि यो मेलामा आउनु भएको ए यो उसको मासु मेला हो नि त होइन यो रमाइलो छ नि त है रमाइलो छ अनि वर्षको चाड नि तपाईँ चौधरी हुनुहुन्छ पाड्ने ए नेवार हो ल ठिक छ सबै मिलेर त्यही त अनि बोली त्यसै सुनेर मैले भनेको है कि मासु किन्न आउनु भएको होइन नि ए लोकल ल यो लोकल सुँगुर रहेछ है लोकल सुँगुर रहेछ अलिकति यो बोसो कम हुन्छ नि त लोकलको होइन मासु ज्यादा हुन्छ नि त यसै चिनिहाल्छ नि है बङ्गुरहरूको यस्तो हुँदैन नि त होइन त्यही त नि ल है त बाई तपाईँहरूसँग ल है त ए अनि पकाउने अनि बाँड्ने है यसरी ल हेर्नुहोस् दर्शक पनि यहाँनिर यसरी पाक्दो रहेछ यो अलिक पाकेको छैन होला यो पाक्दै गरेको हो ए अब यो है तपाईँहरू चाहिँ कतिखेर आउनुभएको यहाँ पकाउनलाई बिहानै आउनुभएको धेरै पकाइसक्नुभयो होला नि ए अनि यो मात्रै के अरू दारू पानी पनि सबै सरुवा पनि छ ए के अरे ए धरान सेकवा कर्नर हो ल यहाँ सानो नानी पनि रहेछ नि ल है ल अनि अरू सबै कुरा अन्डा पनि रहेछ आलुदम पनि रहेछ है सबै चना पनि रहेछ यहाँनिर म देखाउँछु यो सबै कुराहरू यहाँनिर यस्तो रहेछ ए ल हेर्नुहोस् दर्शक पनि अब यहाँनिर चाहिँ यसरी पाक्दैछ है यो हाम्रो वैशाखी मेलाको यो एउटा ऊ हो यो है यो भएन नि त मजा भएन नि त होइन दिदी ल दिदी यहाँ सबैजना चाहिँ यो मेला भर्नलाई यतापट्टि मासु बेच्ने यतापट्टि मासु पकाउने अनि यहाँ लगातार आउने ल तपाईँ मासु पकाएको ए ल कतिचोटि पकाइसक्नुभयो ए 4 चोटि भइसक्यो नि
ए सर्वनिगर पनि छ ल ए रोटी पनि रहेछ अरू रहेछ अन्डाहरू छ ए ए ए ए अनि यो बाबु घर कहाँ यी नजिकै ए गच्छे नै ए ल तपाईँको हुन त अब मानिसहरूको पेसा व्यवसाय हुन्छ नि त आफ्नो होइन ठिक छ केही छैन काम गरेर खानुपर्छ होइन केही छैन काम गरेर खाँदाखेरि होइन लजाउनु हुँदैन काम गरेर खानुलाई होइन ल यसरी हेर्नुहोस् त परपरि बाबुले दिइरहेको छ है अनि ल यसरी चाहिँ गरेर खानुपर्छ उहाँको मम्मी होला होइन उहाँ ल ल ल ल गरेर खानुपर्छ ल ठिक छ है त हुन्छ हुन्छ ल यतापट्टि पनि हुन्छ 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 ल ल ल ल ल ल बाई बाई ल